बिचारीसित म कति गरौँ चुप रहन्छन् नबोली। सार्वजनिक निकायमा रेस्पोन्स छैन, वेलकम कल्चर छैन, सत्कार छैन, मुस्कान सहितको सेवा छैन, बोल्दैनन्। म कति रिक्वेस्ट गरौँ, कति अनुनय विनय गरौँ, यिनी केही पनि बोल्दैनन्। बिन्ती डिट्ठा बिचारीसित, डिट्ठा बिचारी भनेको अदालतको कर्मचारी, सुब्बा खरदार भनौँ न। बिन्ती डिट्ठा बिचारीसित म कति गरौँ चुप रहन्छन् नबोली। बिन्ती भनेको रिक्वेस्ट, कति गरौँ रिक्वेस्ट, बोल्दैनन्। नबोल्नेसँग म कति गरौँ। बोल्छन् त ख्याल गरे चाहिँ अलि पछि दिन दिन भन्छन् भोलि। बोल्यो भने हुन्छ, भोलि मात्र भन्छ। कहिले बोल्दै बोल्दैन रिक्वेस्ट गरे त बोल्यो भने यिनले के भन्छन्, भोलि भन्छ। बोल्छन् त ख्याल गरे चाहिँ अलि पछि दिन दिन भन्छन् भोलि भन्छन्। त्यसपछि भने कि त सक्दिन भन्नु कि त छिटिदिनु क्यान्न भन्दछ नि भोलि। कि त हुन्न भन्नु कि त हुन्छ भन्नु, बेकार भोलि किन भने। कि त सक्दिन भन्नु कि त छोडिदिनु क्यान्न भन्दछ नि भोलि। भोलि भोलि हुँदैमा सब घर बितिको बक्सियोस् आज झोली। योभन्दा पनि अलिकति झोली सोली बक्सियोस्, बरु त्यो भोलि बित्नुभन्दा 4 दिन लगाएर यो काम गर्नुभन्दा बरु यसो झोली सोली चाहिँ बक्सियोस्, म जान्छु भनेर यिनले गरे। क्वेसन टुकिया छैन, उपसचिव क्वेसन पढ्यो भने आन्सर दिए। त्यसपछि यहाँ तल आयो 2013 सालपछि कर्मिक रूपमा सार्वजनिक प्रशासनलाई नियममा आधारित तटस्थ र प्राविधिक औचित्यको आधारमा काम गर्ने संयन्त्रको रूपमा विकास गर्ने प्रयत्न भयो। सिद्धान्तमा सार्वजनिक प्रशासन कर्मचारी तन्त्र अहिले पनि नियममा आधारित तटस्थ भनिन्छ, तर यथार्थमा कर्मचारी तन्त्रमा राजनीतिकरण हावी भएको सुन्ने गरिएको छ। कर्मचारी स्वयंले राजनीति पार्टीका भगिनी संगठनका रूपमा ट्रेड युनियनको स्थापना र सञ्चालन गर्ने गरेको आरोप लागेको छ। सार्वजनिक प्रशासन कतिपय कामहरू राजनीतिक पूर्वाग्रह राखेर हुने गरेको, अपराधका घटनाको छानबिन राजनीतिक दबावमा परेर हुने गरेको, तुल्याइएको, दोषीलाई उन्मुक्ति दिएको जस्ता आरोपहरू यदाकदा सुन्नमा आउने गरेको पनि पाइन्छ। साथै प्राकृतिक प्रकोपको मारमा परेका नागरिकलाई समान व्यवहार हुन नसकेको समाचारहरू पनि आउने गरेको देखिन्छ। एकातिर हामी सार्वजनिक प्रशासनमा आधुनिक अवधारणाको अवलम्बन गर्ने कुरा गर्छौँ, अर्कोतर्फ सेवा प्रवाह, न्याय तथा सुरक्षा प्रदान गर्ने तल्लो तहमा कागको चाहिँ ब्युरोक्रेसीको चरित्र छँदैछ। कुनै काम वा निर्णयका लागि कानुन वा कार्यविधिले स्पष्ट गरेको विषयमा पनि माथिको आदेश खोज्ने प्रवृत्ति विद्यमान छ। माथिबाट आदेश निर्देशन नजाँदासम्म सक्रिय नहुने, नागरिक सेवाग्राहीले उठाएका विषयमा निरीहता प्रकट गर्ने, सेवाग्राहीलाई अनावश्यक रूपमा झुलाउने कारणले गर्दा सार्वजनिक प्रशासनप्रति आम नागरिकको सकारात्मक धारणा राखेको पाइँदैन। राजनीति नेतृत्वले पनि बेला बेलामा कर्मचारी प्रशासनको असहयोगको कारण सरकारले चाहे अनुरूपको काम गर्न नसकेको अभिव्यक्ति दिएको पाइन्छ। क्वेसन नै हो यो, पाइन्छ। नेपालको सार्वजनिक प्रशासन र कर्मचारी तन्त्रका विषयमा माथि प्रस्तुत गरिएको सन्दर्भलाई मध्यनजर गर्दै निम्न प्रश्नको विश्लेषणात्मक उत्तर दिनुहोस् भने बल्ल। अब तल क्वेसन भनेको क्वेसन क कति नम्बर रहेछ भने 25 नम्बर क्वेसन क। सार्वजनिक प्रशासन र कर्मचारी तन्त्रमा विगतदेखि रहँदै आएका खराब प्रवृत्ति, व्यवहार, मूल्य मान्यतालाई न्यून बनाउँदै नवीन सार्वजनिक व्यवस्थामा प्रवृत्ति, व्यवहार, मूल्य र स्थापना कसरी संस्थागत गर्न सकिएला, पहिलो क्वेसन। अब दोस्रो क्वेसन, मुलुक संघीय शासन पद्धतिमा गएपछि जनउत्तरदायी सार्वजनिक प्रशासन र कर्मचारी तन्त्र निर्माण गर्ने उपयुक्त अवसर थियो। के यो अवसरको उपयोग हामीले सही तरिकाले गरेका छौँ? दोस्रो क्वेसन। तेस्रो क्वेसन, सार्वजनिक प्रशासन सुधारमा राजनीतिक दलहरूको भूमिका कस्तो हुनुपर्ने हो? यसका लागि राजनीतिक दल सञ्चालन पद्धतिमा कस्तो सुधारको आवश्यकता देख्नुहुन्छ? भन्दै यहाँ 2टा क्वेसन, 3टा 4टा 5वटा क्वेसन यसै